नमस्कार। यो रुदे साँझ 2005 को यो रमाइलो साँझमा पाल्नु भएका सम्पूर्ण आदरणीय दर्शक महानुभावहरू, सर्वप्रथम यो हामी नेपालीहरूको महान चाड विजयादशमी तथा दीपावलीको पावन अवसरमा यहाँहरूलाई तमु टोयल हङकङको तर्फबाट हार्दिक हार्दिक न्यानो अभिवादन स्वागत मन्तव्य व्यक्त गरिदिनु हुनको लागि आजको यो आयोजक संस्थाका अध्यक्ष श्री क्याप्टेन कमल गुरुङज्यूलाई यो स्टेजमा आइदिनु हुन सादर आमन्त्रण गर्दछु। नेपालबाट पाल्नु भएका हाम्रा प्यारा कलाकारहरू र हाम्रै स्थानीय प्यारा भान्जा भान्जीहरू साथै सम्पूर्ण महिला तथा सज्जनवृन्द र यहाँको उपस्थितिले आजको यो तमु टोयल हङकङको तेस्रो प्रस्तुति सफल भएकोमा म सफलता साथ यहाँहरूलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। म धेरै बोल्न चाहन्न। धन्यवाद। धन्यवाद अध्यक्ष महोदय। म आजको यो कार्यक्रमलाई अति नै व्यवस्थित ढङ्गबाट सरल तरिकाले छोटो मिठो तरिकाले यो कार्यक्रमलाई सञ्चालन गरिदिनुको लागि श्री भक्त गुरुङज्यूलाई यहाँ स्टेजमा आएर यो माइक लिइदिनु हुन शास्त्र अनुरोध गर्दै म तमु टोयलका सचिव सुरेश गुरुङ यहाँहरूबाट बिदा हुन अनुमति चाहन्छु। धन्यवाद। आँखा खोली बिउज अब सारा नेपाली हो, हाम्रो मौलिक संस्कृति नै हाम्रो चिनारी हो। संस्कृतिका श्रद्धा सुमन दर्शकहरू माझ स्वीकार्नुहोस् हाम्रो सौगात तमु रोदी साँझ। कार्यक्रमलाई अगाडि बढाउने क्रममा म यस्तो प्रतिभालाई यहाँहरूको अगाडि उपस्थित गराउन लागिरहेको छु। मिस नेपाल 2004 का अथवा आजको उद्घोषिका पायल साक्यज्यूलाई म यो मञ्चमा आमन्त्रण गर्न चाहन्छु। जम्मैलाई मेरो आशी मालेमु। पूर्ण गुरुङज्यूलाई यो मञ्चमा आइदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। नेपाल विभिन्न संस्कृति समुदाय र सम्पदाले भरिपूर्ण एक साझा फुलबारी हो र यसै फुलबारीमा फुलेका छन् गुरुङ समाज। यसको संरक्षणको लागि सधैँ अगाडि बढेका छन् तमु टोयल हङकङ, जसको तेस्रो प्रस्तुति स्वरूप आजको यस रोदी साँझलाई अगाडि बढाउने क्रममा हाम्रो बीच आज यस्तो पहिलो नृत्य गुरुङ नृत्य प्रस्तुत गर्दैछु। स्वागत गरौँ श्री प्रसाद र देवीलाई। यो सुन्दर प्रस्तुतिपछि कार्यक्रममा दोस्रो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ एक चर्चित गायक। उहाँको गीतमा जीवनको यथार्थ झल्किन्छ। गायक कर्णदासलाई म यहाँ स्टेजमा निम्त्याउन चाहन्छु। आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा कलाकारहरूको तर्फबाट न्यानो अभिवादन भन्न चाहन्छु। मेरो देशको निम्ति मैले केही दिनुपर्छ भनेर एउटा गीत लेखेँ मैले, जुन गीतलाई तपाईँले अति नै मन पराइदिनु भयो। केही चेतना जागोस् भनेर यो गीत लेखेको थिएँ। पहिलो प्रस्तुति म तपाईँहरूको सामु राख्दैछु। ठुला ठुला महल होइन सिप सिकाउने झुपडी देऊ। अब आउने साल हेरा मेरो चन्द्र सूर्य फरफराउँछु ला 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 ला। अब अर्को गीत तपाईँहरूको सामु राख्दैछु। मेरो भर्खरै निस्केको एल्बम आधा सपनाबाट भेटिएर छुट्नुभन्दा नभेटिएकै जाति हुन्थ्यो, हामी बिचको सम्बन्ध अझै वैशाख पूर्णिमामा नाचिने यो सांस्कृतिक नृत्य सोरठी रमाइलो गर्न र आफ्नो संस्कृतिलाई जोगाउने एक नृत्य हो। यस नृत्यलाई प्रस्तुत गर्नको लागि हाम्रो स्टेजमा आउँदै हुनुहुन्छ श्री प्रसाद, अञ्जन, बसन्त, वन्दना र कविता। उहाँलाई स्वागत गरौँ। This is only for you guys. Please put your hands together for Miss Christina and Sumina Injan.
लोकनाथ ढकाल र लक्ष्मी ढुङ्गानाजुलाई यहाँ आफ्नो प्रस्तुति गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। स्वागत गरौँ उहाँहरूलाई हामीले। धन्यवाद। सुन साँच्चै खबर छ ताजा, खबर छ ताजा, भगाइ तिमीलाई लैजान्छु मजा, यही सुल्टिनी आखिरी सुल्तानी सुल्टिनी। कार्यक्रमको अर्को चरणमा म अब तपाईहरुलाई देव गुरुङ र कविता गुरुङ अहिलेको हाम्रो प्रस्तुतिमा माझी दाई पोखरा फेवाताल भन्दै हाम्रो प्रस्तुति गर्न आउँदै हुनुहुन्छ देवी जुना कुसुम र श्री प्रसाद गुमन अनि कुशल। उहाँलाई जोरदार ताली गर्नुहोला। म तपाईहरुलाई नेपालको एउटा एकदमै अहिले चर्चित पप गायकलाई यस स्टेजमा ल्याउँदैछु, जसले यो कलाकारको क्षेत्रमा पाइलेटेको 7 वर्ष भइसकेको छ। फेरि त्यो दिन फेरि त्यो रात अनि अहिले एकदमै चर्चित गीत सान्दनी हिर्काउँछु लौडीले ठ्याक्क 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 आउँदै हुनुहुन्छ तपाईहरुको आफ्नै कलाकार। प्लिज वेलकम अन द स्टेज बाबु बोगटी। सान्दनी नमस्ते, म बाबु बोगटीको तर्फबाट हाम्रो महान चाड बडा दशैं र शुभ दीपावलीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र शुभकामनाको साथसाथै म मेरो एल्बम रिक्वेस्टको तपाईहरुलाई 2टा गीत अहिले सुनाउँछु, एउटा गीत पछि सुनाउँछु र सर्वप्रथम जाने मायालु रुँदैछु आज तिम्रो सम्झनामा। जाने मायालु रुँदैछु आज तिम्रो सम्झनामा, गल्ती भए माफी देऊ मायामा। जाने मायालु तिम्रो सम्झनामा, तिम्रो सम्झनामा। नेक्स्ट सङ फेरि त्यो दिन फेरि त्यो रात। मलाई आशा छ तपाईले मसँगै इन्जोय गर्नुहुन्छ, मलाई क्ल्याप दिनुहुनेछ, मसँगै गाउने कोसिस गर्नुहुनेछ। फेरि त्यो दिन फेरि त्यो रात भुल्न खोज्छु समयको साथ, बाचा झुठो दियो मलाई, एक्लो छु म तिमी बिना, तै पनि सताउँछ कल्पना सधैँ। Thank you. गालैको कोठीमा के सारो डिल बस्यो पहिलो चोटीमा, स्वीकार्नुहोस् यो हाम्रो सामूहिक नृत्य। धन्यवाद। राम्रो रहेछ सुगार मैना, सुगार मैना,
प्रस्तुत गर्नको लागि हाम्रा नवप्रतिभा गायिका भीमकला गुरुङलाई म यहाँ बोलाउन चाहन्छु। उहाँलाई जोरदार तालीको साथ स्वागत गरौँ। सम्पूर्ण दर्शकवृन्द, म भीमकला गुरुङबाट फेरि पनि नमस्कार। वर्षौं बित्यो आउला के भनेको, आउला के भनेको, चिठी आयो धागोले बानेको, शिरको फुला खस्यो पानीमा, जिन्दगानीमा 2 दिनको जिन्दगानीमा। हो, म कुरा गर्दैछु हाम्रो राजु गुरुङजीको। म उहाँलाई स्टेजमा निम्त्याउन चाहन्छु। युवकहरूलाई भन्दा बुढाहरूलाई उठ्ला जोस, घरकी श्रीमती जस्तै भए पनि साली चाहिँ पायल साके जस्तो होस्। आदरणीय दर्शकवृन्द, गुरुङ भाषाको चलचित्र काशीको गीत नासको बजेरा लिएर आउँदैछु र मलाई साथ दिनुहुन हाम्रो भीमकला बहिनी र उहाँको साथीलाई पनि म स्टेजमा निम्त्याउँछु। मोडर रोलो लाने नेते ने लाने नेते ने सोलायो कि लै उल्टो यो रे यो तेरे नासाको बजारा जुन जस्तै झलल सँगै खेलौँ माछी झै सलल। यसलाई प्रस्तुत गर्दै हुनुहुन्छ शारदा, गुमान र कुसुम। धन्यवाद। आफ्नो कमेडी डान्स लिएर यहाँ तपाईलाई मनोरञ्जन गर्नको लागि आउँदै हुनुहुन्छ मिस्टर श्री प्रसाद गुरुङ। प्लिज ताली। थ्याङ्क यू। कोही छ मलाई छोरी दिने, कोही छ को चाहिँ छ मलाई ज्वाइँ मान्ने, कोही छ म्युजिक। उहाँहरू हुनुहुन्छ गुरुङ चलचित्रका नायक राजु गुरुङ र गुरुङ चलचित्रका नायिका माया गुरुङ। म उहाँहरूलाई यो स्टेजमा निम्त्याउन चाहन्छु। उहाँहरूको गीतको शीर्षक छ बुट्टे चोलीमा। जाने कोही पनि नभएको बुट्टे चोली रे, हे बुट्टे चोली रे, मलाई घायल बनाउने लक्ष्मी दिदी, लक्ष्मी ढुङ्गाना, प्लिज वेलकम। थ्याङ्क यू। छलछलिया खामा, छलछलिया खामा, कस्तो बस्यो माया तिमी सक्दिनमा बिर्सन, तिम्रै हो यो लैजाऊ चोबना, तिम्रै हो यो लैजाऊ चोबना। स्वीकार्नुहोस् कर्णदासको लोकप्रिय गीतलाई। धन्यवाद। तपाईँले नै मन पराउनु भएको यो गीत पुरानो डुङ्गा पानीको छाला पार गरौँ कसरी, उनी छिन पारी तरेर लाउन भेटौँ कसरी। पुरानो डुङ्गा पानीको छाला पार गरौँ कसरी,
धन्यवाद। हुन्छ, अब अर्को गीत तपाईँहरूलाई मन परेको जिन्दगीको के भरोसा। तपाईँहरू मसँग पनि गाउन सक्नुहुन्छ। तपाईँहरू जो गाउँछ ला 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 जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो। आउनुहोस् स्वागत गरौँ हाम्रो तीर्थ देवी र साथीहरूलाई। धन्यवाद। भोजपुरी प्रस्तुत गर्नको लागि द लिटल स्टार्स लोकनाथ र लक्ष्मीजी यहाँ मञ्चमा आउँदै हुनुहुन्छ। उहाँलाई जोरदार तालीको साथ स्वागत गर्नुहोला। धन्यवाद। आगे की सोच सोच मेरी बुलबुल, आगे की सोच। सोच मेरी बुलबुल, आगे की सोच। यो उडायो पछ्यौरी भन्ने फिल्मी गीतमा आफ्नो अभिनय प्रस्तुत गर्न आउँदै हुनुहुन्छ माया गुरुङ। स्वीकार्नुहोस् माया गुरुङको एकल प्रस्तुतिलाई। धन्यवाद। त स्वीकार्नुहोस् यो भाइ बहिनीहरूको अर्को नृत्य नौडाँडामा झुल्क्यो। के गरौँ म सिसा छै मुटु चर्कियो, यो मायाको मायाले मनै पग्लियो। के गरौँ म सिसा छै मुटु चर्कियो, यो मायाको मायाले मनै पग्लियो। तपाईँहरूको आफ्नो मनको राजा, तपाईँहरूको आफ्नो चाहना लगभग यो कार्यक्रमको केन्द्रबिन्दुलाई मैले फेरि यस स्टेजमा निम्ताइदिन्छु। उही तपाईहरु सबैले लठीले ठ्याक्का 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 पार्न। नमस्कार, म तपाईलाई ठ्याक्का ठ्याक्का गीत सुनाउँछु। तर आज अलिक एकदम जोस आइरहेको छ। टोनी खानु पर्यो, टोनी खानु पर्यो। अलिक जोस आएको छैन किनकि यो गीत एकदमै नाच्ने प्रकारको छ। म यहाँ जसरी नाच्छु तपाईहरु त्यसरी नाच्नुपर्छ, नौ म त्यही आउँछु नाच्नलाई। ओके, ट्र्याक। सम्झने तिमीलाई हिर्कौला लौरीले, ठ्याक्का 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 तिमीले हुनु सिसाको दबाई, अस्पताल गएर सम्झने तिमीलाई हिर्कौला लौरीले, ठ्याक्का 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 सम्झने तिमीलाई हिर्कौला लौरीले, ठ्याक्का ठ्याक्का ठ्याक्का। Thank you, everybody. Good night. हजुर, दोहोरी युएसलाई प्रस्तुत गर्नको लागि आउँदै हुनुहुन्छ राजु गुरुङ, भीमकला गुरुङ र साथीहरू।
धन्यवाद। नाम पुकारे भन्देऊ न फलाना, भन्देऊ न फलाना, आई लभ यु त हङकङको चलाना, वनको कपाल वनकै चरेला, तिम्रो माया 2 दिनको भए नि मेरो माया जुनीभरिला, भन्देऊ न फलाना, भन्देऊ न फलाना, आई लभ यु त हङकङको चलाना, वनको कपाल वनकै चरेला, तिम्रो माया 2 दिनको भए नि मेरो माया जुनीभरिला, तिम्रो माया 2 दिनको भए नि मेरो माया जुनीभरिला। हे मेरो मन भएको छ ढोका, भएको छ ढोका, तिमीलाई के थाहा भने छन् सुटुका,